त्यहाँ भित्र चाहिँ रमाइलो हुँदैछ होइन त्यहाँ बोले के सुनिन्न होइन त्यो भएर चाहिँ म बाहिर आएर भिडियो बनाइरहेको छु सो भोलि चाहिँ हामी जाँदैछौँ लड्केश्वर भोलि होइन अब भोलिको स्थिति हेरिन्छ नत्र चाहिँ अब हामी भोलि एकादशी छ भोलि एकादशीको दिन बेलामा चाहिँ लड्केश्वर हामी जान्छौँ होइन त्यो सब हेर्दै गरौँ गाइज होइन अहिले चाहिँ यस्तो रमाइलो भइरहेछ रातभरि जागराम हो होइन रातभरि जागराम हो तर हामी बस्न सक्छौँ नबस्न सक्छौँ होइन त्यो अहिले पछिसम्म थाहा हुन्छ रातभरि बस्यो भने त्यस्तै भिडियो हाल्नु सक्छु होइन म सब भोलि बिहान भोलि दिउँसोतिर आउँछ होइन त्यो ल है त भित्र चाहिँ दामी हान्दैछ नै ल है त ल लुगा पूजा सकिएर चाहिँ भिडियोग्राफर ल त हामी चाहिँ अब यहाँनिर मन्दिरतिर छौँ होइन भोलि लाने चाहिँ अब लड्केश्वर केही सुन्ने छैन होला होइन त्यही यहाँनिर यो छ होइन यो चाहिँ भोलि लाने हो होइन लड्केश्वर अनि त्यो लगेर सेलाउने त्यसपछि त्यहाँ छ बबाल खै बबाल मिली हमले गौरव न पाराई लक्ष्मी नारायण हामीले चाहिँ होइन
मैले चाहिँ 2 प्लेट के भन्छ अरे 2 थाल भात हानेर पनि अब चाहिँ हामी चिउरा र चिया हान्दैछौँ है। बाहिर चाहिँ पुरा त्यो भजन कीर्तन भइरहेछ। हाम्रो @भतिज र हाम्रो सुजन सोल्टी पासा ल है त गाइस हामी हान्नुपर्ने हुन्छ। अहिले चाहिँ 12 बजिसकेको छ अनि हाम्रो चाहिँ हल्का हल्का निन्द्रा लागेको अवस्था पनि छ होइन। तर भजनले चाहिँ एकदमै निन्द्रा पुरै क्लियर पारिदिरहेछ है। दही तल थियो नि अघि न छैन होला है। चिउरा अर्को नि रहेछ यार। ओइ चिउरा त टन्नै छ त यार त्यहाँ नि। ल गाइस हामी चाहिँ फेरि अर्को लट चाहिँ हान्दैछौँ होइन। चिउरा पनि छ प्लस अब चाहिँ हामी अब बाहिर चाहिँ अझ रमाइलो हुँदैछ होइन। अनिखेर हामी चाहिँ बसिरहेछौँ कालो भाइ आएर। अनि त्यसपछि के भन्दाखेरि चाहिँ हामी चाहिँ अब यस्तो होइन। अब मैले चाहिँ अब यो भिडियो यहीँनिर एन्ड गर्न लागेँ होइन। ल थ्याङ्क फर वाचिङ दिस भिडियो। अब भोलि बिहान चाहिँ हामी लड्केश्वर जानुपर्ने हुन्छ है गाइज। ओके भाइ ठिक छ नि। ल है त गाइज गुड नाइट।